सप्ताही माछा पसलमा हजुरहरूलाई स्वागत छ। म यो पुरै फाल्टो धुँदैछु। मजा आयो धुइसकेपछि कस्टमर आउनुभयो। त्यसपछि मैले माछा जोखेँ उहाँलाई अनि माछा दिएर पठाएँ। त्यसपछि मैले माछा धुँदै फाल्टोमाथि राख्न थालेँ। मिलाउँदै सबै माछा ल्याउँदै सबै मजाले सजाउँदै कस्टमरको लागि वेटिङमा बिस्तारै बिस्तारै माछा झिक्दै राख्दै गरेछु। फेरि कस्टमर आउनुभयो। उहाँको लागि पनि माछा झोकेर दाबी काट्दै हुनुहुन्छ। अनि म फेरि सबै माछा बिस्तारै बिस्तारै झिक्दै थरीको माछा झिक्दै पसलमाथि राख्दै फेरि कस्टमर आयो। त्यसपछि दाइले माछा झोक्दै हुनुहुन्छ। फेरि अर्को पनि कस्टमर आउनुभयो। उहाँको लागि पनि दाइले माछा झोक्दै हुनुहुन्छ। जोगिसकेपछि म चाहिँ माछा काट्दै थिएँ। अनि कस्टमरको एकैचोटि भिड लाग्यो। त्यसपछि फटाफट माछा काट्दै कस्टमरलाई दिँदै पठाउँदैछ दाइले। त्यसपछि यसरी नै चल्दैछ। माछा हजुरलाई पनि चाहिएमा आउनुहोस्। आज त पसल पनि लगाउन भ्याएको छैन। कस्टमरलाई माछा दिँदै पठाउँदै त्यसपछि पसलमा माछा लगाउँदै फेरि कस्टमर आउनुभयो। उहाँको लागि दाइले माछा जोखेर उहाँलाई पनि पठाइदिनु भयो। फेरि अर्को कस्टमर आउनुभयो। यसरी नै कस्टमर आइछ। आज धेरै चिसो पनि भएको कारणले होला माछा राम्रै बिग्रिरहेको छ। तपाईँहरू पनि आइदिनु माछा लिनु। यहाँ राम्रो माछा पाइन्छ। साथै फ्रेस माछा पनि पाइन्छ। भाउजू पनि पसलभित्र छिर्नुभयो। उहाँले पनि बढाउनु साइडमा कुन्डामा बढाउँदै हुनुहुन्छ। उहाँ पनि पुरै पसल बढाइसकेपछि फेरि कस्टमर आयो। दाइ फेरि कस्टमरलाई माछा जोक्दै हुनुहुन्छ र प्याक गरेर पठाउँदै हुनुहुन्छ। यसरी नै आज रमाइलो हुँदैछ। कस्टमरहरू आइछ। माछा जोखै छ, काटै छ। उता कस्टमरहरू यहाँ हाँसको अन्डा पनि पाइन्छ। हाँसको अन्डा पनि चाहिएमा हजुरहरूलाई सम्पर्क गर्नुहोला। माछाको सिताहरू पनि आइटमहरू पाइन्छ। हजुरहरू आउनुहोस्। राम्रो माछा खाएर जानुहोस्। यहाँ जिउँदो माछा पनि पाइन्छ। जिउँदो माछा पनि राम्रो ठुलो साइजको सुपुत मूल्यमा पाइन्छ। आउनुहोस्। हजुरहरूको लागि वेलकम छ।